सबै सामान बोकेर हामी चाहिँ किन यसरी आफ्नै घरबाट बाहिर निस्किनु पर्यो होला यो कुरा थाहा पाउन पुरा भिडियो हेर्नु होला। हेलो गाइज, वेलकम टु माई ब्लग, मिनी ब्लग भनौँ न है। आज चाहिँ हामीले माम करेला दाल खाएका थियौँ अनि हामी चाहिँ खान थाल्यौँ गम खाइसकेपछि अब भाँडा त मोल्नु पर्यो, तर हाम्रो घरमा पानी नै सक्यो। ट्याङ्कीमा नि सक्यो, तल स्टोर ट्याङ्कीमा नि सक्यो। त्यसपछि अब के गर्ने त भनेर सोचेपछि सब सामान प्याक गरेर हामी चाहिँ लाग्यौँ बहिनीको घरतिर। उसको घर चाहिँ बन्दैछ अनि त्यही पनि हल्का सेटअप भएको छ कि किचन सिचन चाहिँ। अनि अब पानी त सक्यो, बरु त्यहीँ जाऊँ भनेर हामी सबैजना लाग्यौँ बहिनीको घरतिर। मेरो अङ्कलको छोरी र छोरा दुवैजना पनि आएका थिए अनि अब खाजा त खुवाउनु पर्यो, त्यही भएर पसलमा पानीपुरी बनाउने सामान किनेर हामी चाहिँ लाग्यौँ मेरो बहिनीको घरतिर। त्यहाँ गएपछि हल्का सरसफाई गर्यौँ, हल्का भन्दा नि धेरै। त्यहाँ चाहिँ अब बन्दैछ नि त सबै कुरा अनि फर्निसिङ भइरहेको छ अनि सबै अब काठको धुलो थियो अनि बस्ने सेटअप मिलाउन थाल्यौँ। अनि म चाहिँ पुन्टेला खेलाउन थाले, हामी थाले अनि हामी सबैजना मिलेर खेलायौँ। अनि बहिनीहरू चाहिँ गएर पानीपुरी फुलाउने के गर्ने गर्न थाले। भन्दै पानीपुरीको पानी पनि रेडी भयो। हेर्नु न कस्तो हेर्दै यस्तो मिठो भएको थियो नि। अनि पानीपुरीको पानी बन्यो, यो चाहिँ अब भित्र हाल्ने किमा भयो, यो भयो पुरी। अनि म पुरी पुग्दैन भनेर पसल फेरि किन्न गएको थिएँ। मेरो छोरी त रिसाएर फुल्लेर बसेकी रहेछ। अनि छोरीलाई फकाइसकेपछि हामी चाहिँ पानीपुरी खानतर्फ लाग्यौँ। अनि सबको रियाक्सन भिडियो लिन्छु भनेर थालेको, मेरो छोरी त खाएकै रहेन चाहिँ। अनि सानो छोरीले चाहिँ खाइसकी रहेछ, मिठो रहेछ भने। अनि भाइले पनि खाएछ, मिठो छ भने। अनि यो कान्छीले पनि खाएर मिठो छ, एकदम मिठो भएछ, म रियाक्सन दिन्छु है त भनेर भने। मिठो छ भने अनि यो अर्को बहिनीले नि मिठो छ भने अनि अर्कीले नि मिठो छ भने। लास्टमा मेरो पनि लिस्यो न, मैले नि खाएँ भने मिठो लाग्यो भने। अनि सबैतिर अब ककले के गर्दैछन् भनेर यसो मैले क्यामेरा डुलाएँ। अनि यो चाहिँ हाम्रो पानीपुरी सेटअप भइहाल्यो। अनि मेरो पाली आयो रियाक्सन दिने, यति मिठो भएको थियो नि। अनि म त कन्ट्रोल गर्न सकिनँ, एक ठाउँ बसेर गुहाम खान थालेँ। अहिले पनि मुखबाट पानी नै आइरहेको थियो, यति मिठो भयो थियो होइन। अब कसरी भन्नु तपाईँहरूलाई। अनि गुहाम खाएँ होइन, कन्ट्रोलले हातै रोकिँदैन, खाइरहँ जस्तो लाग्यो। अनि मैले चाहिँ गुहाम खाएँ। अनि बहिनीले सर्केला है बिस्तारी खानु भन्दै थियो। अनि म पनि भिडियो बनाउनु पर्यो, अब राख्न चाहिँ राख्छु कि राख्दिनँ, त्यही पनि बनाइराख्छु भनेर पनि बनाउन थालेँ। त्यसपछि खाइसकेपछि के हुन्छ, बाँकी भाँडा हेर्नु न कति छ। अब धन्दा त गर्ने पर्यो। त्यसपछि मेरो बहिनीहरू लागे धम्माधम धन्दा गर्ने तर्फ। म चाहिँ पुन्टे छोरीहरूलाई खेलाउन थाले। खेलाइसकेपछि अब हामी फर्किने, अब फेरि तले आउने भनेर यता पानी नभएको घरमा आउन लाग्यो। भनौँ न पानी थिएन। अनि त्यहाँ गएर चाहिँ चिया खानुपर्छ है भन्दै अनि प्लान गर्दै आयौँ। आएर चिया पकाएर चिया खायौँ। थ्याङ्क यू। आजको भ्लग यति नै। मन पर्यो भने लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। बाई।